हामी अहिले ढोरपाटन यो नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा छौँ। यो ढोरपाटन उपत्यका हो। एकदमै सुन्दर छ, एकदमै सुन्दर छ। हामी 2-3 दिनको बसाइ पश्चात ढोरपाटनबाट आज फर्किँदै पनि छौँ। यो सुन्दर अनि हाम्रो ह्यान्डसम सरसँग अहिले घुमिरहेछौँ। हामी भर्खरै हो ढोरबारा मन्दिरको चाहिँ दर्शन गरेर फर्किँदैछौँ। एकदम सुन्दर छ ढोरपाटन। हेर्नुहोस् कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँहरू। हामी सबै एकचोटि घुम्नुपर्ने, धार्मिक प्रयोजनको लागि पनि र सौन्दर्यताको हिसाबले पनि यो घुम्नुपर्ने ठाउँ हो ढोरपाटन। एकदमै सुन्दर छ। अझ असार साउनतिर मग्न बुकी फुलहरू फुल्छ, वातावरण हरियाली हुन्छ। अनि यो ढोरपाटनको सौन्दर्यता झन् बढ्छ, झन् ब्युटिफुल हुन्छ ढोरपाटन। एकदमै सुन्दर छ है। देख्न सक्नुहुन्छ तपाईँले, हेर्नु न, यो ढोरपाटनको ब्युटी हो। यही छ। घोडाहरू चरिरहेछ, गोरुहरू चरिरहेछ, गाईहरू चरिरहेछ। एकदमै सुन्दर छ। हेर्नु त, यो सुन्दर ढोरपाटनलाई हामी सबै मिलेर अझै सुन्दर, अझै हराभरा अनि अझै सफा गरेर यसलाई, यसको सौन्दर्यतामा कुनै आँच नआउने गरी हामीले यसलाई अझै सिँगार्न सक्छौँ। धेरै राम्रो छ, हेर्नु ल। र यो ढोरपाटन शिकार आरक्षको अफिस कार्यालय रहेको स्थानतिर हामी जाँदैछौँ। ढोरपाटन शिकार आरक्षको अफिस त्यहाँ रहेको छ, जसलाई स्यालपाके पनि भन्छ क्या है सर? हजुर हजुर, विमानस्थल देख्न सक्नुहुन्छ तपाईँ। यहाँ हाम्रो तपाईँले नजिकको विमानस्थल, यहाँनिर विमानस्थल छ। अहिले त हेलिप्याड मात्रै यहाँ अवस्थित रहेको जस्तो छ। आउनुहोस् सबैले, आन्तरिक र बाहिरी पर्यटकलाई प्रवर्धन गरौँ। घोड सवार हुन्छ यहाँ। एकदमै सुन्दर छ है ढोरपाटन। ढोरपाटनमा घुमिरहेको मान्छे ल। हामी अहिले ढोरपाटनबाट टक्सेरा, रुकुमको टक्सेराको यात्रामा छौँ। आज हामी टक्सेरा घुमेर निसी खोला गाउँपालिकातिर प्रस्थान गर्नेछौँ। हाम्रो टिम हिँडिसकेको छ ढोरपाटनबाट है। पाटनको बाटै सुन्दर